नजारा ठिकै हो। हामी चाहिँ अब अनिस र म छौँ होइन। हामी चाहिँ जानु लाग्यो जर्सिङ पौवा, किनभने यतिकै जानु लाग्यो चिया खान है। यो कता हो अरे भाइ? अब जर्सिङ पौवा आइपुग्यो। जो जर्सिङ पौवा आइपुग्यो, 2 किलोमिटर जति छ भनौँ न होइन। यसको टुटन्टोमा भोलि चाहिँ एक दिन मरेर जाने नै हो, त्यही भएर हामी हो चाल छैन। यस्तै हो गाइस, माथि आउनु साथ चिसो बढिसक्यो होइन। अब कस्तो हुन्छ हेरौँ। माथि गएर चिया खाना हो क्या, यस्तै चिसोमा चिया खाना आएको हो क्या हामी। गेट आइपुग्यो जर्सिङ पौवा। वेलकम टु जर्सिङ पौवा। होइन हामी चाहिँ जर्सिङ पौवा रिच जर्सिङ पौवा है। कटेर होइन, जर्सिङ पौवाबाट पनि कटेर हामी खोइ कता हो भोटे चौर साइडपट्टि आएको छौँ होइन। भोटे चौर हावाले गर्दा आँखामा आँसु आइसक्यो क्या। भोटे चौर आइपुगेको छौँ होइन। भोटे चौर दाम अब यहाँ चिया नै खाने हो। अब मजा लगाएर हिँड्ने हो। हुन्छ फेरि कोही हुन्न क्या हो। केक पसलमा चिया खान आइरहेछ हामी। हजुर हो छैन के हो पसलमा मान्छे छैन क्या। कता हो हामी भोटे चौरभन्दा हल्का अगाडि रे। यहाँ चिया खाना छ, यहाँ काफले बोस। एकछिनमा चिया खाएपछि चिया खाने बेला भेटौँला है। बाई गाइस, जर्सिङ पौवा आयो, छोटो मिठो भ्लग भयो। चौकी भन्ज्याङबाट अब जर्सिङ पौवा हुँदै फेरि ब्याक टु काठमाडौँ है। अब सानोतिनो भ्लग माया देखाऊ होला होइन। के भन्नु अरू, अब भ्लग गर्ने त्यस्तो उयो जहाँ गरे नआउने क्या, जहाँ गरे आउँदैन होइन गाइस। त्यही भएर गर्दै गर्नु लामो भ्लग, राम्रो भ्लग बिस्तारै आउँदै गर्नु है। हो कि होइन टाउको होला न। यस्तो राम्रो ठाउँमा आएर होइन जाने हो। अब यसरी राम्रो बाटो छ एकदम भनेको यस्तो राम्रो बाटो चलाउनु थाल्यो। लागेर होला होइन, त्यस्तै हुन्छ तर
यतिको मौसम ठिक हो, घाम पनि नलाग्नु, पानी पनि नपर्नु होइन, यतिको मौसम ठिक हो। लास्ट राम्रो भ्यू देखिरहेको छ, घाम लाग्यो भने योभन्दा राम्रो भ्यू देख्ने होला होइन, तर ठिक छ, यतिको पनि राम्रै छ, बब्बालै छ होइन।